सो प्रिभियस भिडियोमा चाहिँ हामीले रेटिनोब्लास्टोमा एउटा कमन आई क्यान्सर जो बच्चाहरुमा देखिन्छ त्यसको बारेमा, त्यसको कम्प्लिकेसनको बारेमा, त्यसको प्रमुख कारणहरुको बारेमा र त्यसको सर्भाइभल रेटको बारेमा चर्चा गर्यौं भने आज यस भिडियोमा चाहिँ हामीले त्यसको लक्षण, त्यसलाई कसरी पत्ता लगाउने, डायग्नोसिस कसरी गर्ने, त्यसको ट्रिटमेन्ट म्यानेजमेन्ट अप्सनहरुको बारेमा चर्चा गर्नेछौं। सो फर्स्ट एन्ड फरमोस्ट सिम्पटम लक्षण के हो त, के सिम्पटम जुन भनेर हामीले जानिन्छ त्यो चाहिँ ल्युकोकोरिया मेडिकल टर्मिनोलोजी हो। ल्युकोकोरिया चाहिँ एउटा आँखा सेतो, आँखाको नानी सेतो र एउटा आँखाको नानी कालो नर्मल त्यस्तो देखियो भने चाहिँ ल्युकोकोरियाको केस हो। जब हामीले टर्च बाल्छौं नानी बच्चाहरूको आँखामा, जब हामीले फोटोहरू खिच्छौं त्यसमा एउटा आँखा चाहिँ सेतो या माथि दिए जस्तो हेर्नु त, त्यो युनिल्याटरल पनि हुन सक्छ, बाइल्याटरल पनि हुन सक्छ, एउटा आँखा पनि हुन सक्छ, दुईटा आँखा पनि हुन सक्छ, तर यस्तो सेतो देखियो भने चाहिँ चान्सेस छ, रेटिनोब्लास्टोमाको चान्सेस छ। अनि सेकेन्ड भनेको चाहिँ पेन, बच्चाहरूले ब्रेस्ट फिडिङ गर्न दिइरहेको छैन, आँखा मात्रै मेचिरहेको छ अनि पेन भनिरहेको छ, दुख्यो भनिरहेको छ भने पनि रेटिनोब्लास्टोमाको केस हुन सक्छ। र तेस्रो भनेको चाहिँ मिसअलाइनमेन्ट अफ आइज, एउटा आँखा यता फोकस गरेर हेर्दाखेरि यता देखिरहेको छ भने डेढो आँखा, जसलाई हामीले स्ट्राबिस्मस भनिन्छ मेडिकल टर्मिनोलोजीमा, त्यस्तो छ भने पनि चान्सेस छ। अनि चौथो भनेको चाहिँ डिफिकल्ट टु फलो द मुभमेन्ट अफ एन अब्जेक्ट, कुनै पनि अब्जेक्ट यहाँदेखि यहाँ चलिरहेको छ भने त्यसको मुभमेन्ट उसलाई ट्र्याक गर्नलाई डिफिकल्टी भइरहेको छ, गाह्रो भइरहेको छ भने रेटिनोब्लास्टोमाको केस हुन सक्छ। र कुनै पनि इन्फेक्सन अराउन्ड दि आइजको पार्टमा, कि यो हड्डीहरूमा आँखा सुन्ने, आँखा रातो हुने जस्तो छ भने पनि त्यो केसमा पनि रेटिनोब्लास्टोमा हामीले देखिन सकिन्छ। र त्यस्तै गरेर हामीले अब चर्चा गर्छौं त्यसको ट्रिटमेन्टको अप्सनको बारेमा र त्यसलाई कसरी पत्ता लगाउने, डायग्नोसिसको बारेमा। कसरी पत्ता लगाउने त, कसरी डायग्नोसिस गर्ने त भनेको त्यो कारणमा कुछ तपाईलाई शंका लागेको छ भने तपाईले नजिकैको हस्पिटल, राम्रो हस्पिटल भिजिट गर्नुहोस्। त्यहाँ गएर उनीहरूले एमआरआई गर्छ, उनीहरूले पहिला त नर्मल बेसिक आई चेकअपहरू गरिन्छ, त्यसमा डाउट भयो भने, क्यान्सर छ भने डाउट भयो भने चाहिँ एमआरआई गर्न सकिन्छ, कम्प्युटर टोमोग्राफी, सिटी स्क्यान गर्न सकिन्छ र अल्ट्रासाउन्ड पनि गर्न सकिन्छ। अनि ट्रिटमेन्ट बाइ चान्स छ भने चाहिँ त्यसको ट्रिटमेन्ट अप्सनहरू के हो, म्यानेज कसरी गर्ने। क्यान्सर हो अभियसली फर्स्टमा केमोथेरापी ट्रिटमेन्ट अप्सनमा, त्यसपछि रेडिएसन थेरापी, अनि कुनै केसमा जहाँ क्यान्सर सेल स्प्रेड भएर यता पछाडितिर अरू पार्टलाई पनि इफेक्ट गरिरहेको छ भने चाहिँ आँखा निकाल्नु पर्ने हुन्छ, आईको पुरै सर्जरी गर्नुपर्ने हुन्छ, इन्युक्लेसन भनिन्छ त्यसलाई चाहिँ। र अब कुरा आउँछ क्यान इट बी प्रिभेन्टेड भनेर, के हामीले बच्चाहरूलाई जोगाउन सकिन्छ त हुनबाट भनेर कुरा आउँछ। त्यो चाहिँ सकिँदैन, यसलाई हामीले बचाउने तरिका छैन, प्रिभेन्ट गर्ने तरिका छैन। तर बेलैमा पत्ता लगायो भने अन्धो हुनबाट अथवा अर्ध अन्धो हुनबाट आँखा चाहिँ बचाउन सकिन्छ। धन्यवाद।